हेलो नमस्ते एभ्रिवान। आज चाहिँ शनिबार भएको भएर हामी चाहिँ बसन्तपुर घुम्न गएको थियो कि अनि मलाई चाहिँ आज तपाईँहरूसँग एउटा भिडियो सेयर गर्न मन लाग्यो कि खासमा बसन्तपुर त धेरैचोटि गइसक्यो नि त होइन। अनि बसन्तपुर धेरैचोटि जाँदा पनि त्यो काल भैरव मन्दिरमा चाहिँ पूजा भने चाहिँ मैले अहिलेसम्म गएको थिइनँ। आज फर्स्ट टाइम पूजा गर्न थालेको काल भैरव मन्दिरमा। अनि कता कता सुनेको थियो कि मैले अब काल भैरव मन्दिरमा चाहिँ शनिबारको दिनमा पूजा गऱ्यो भने शनि ग्रहहरू कट्छ अरे भनेर। सो त्यहाँ मलाई आज चाहिँ पूजा गर्न मन लाग्यो। आज पूजा गऱ्यो, दर्शन पनि गऱ्यो। अनि कति त्यो मान्छेहरूले भिडियोहरू हालिरहेको हुन्छ कि यो कालभैरव मन्दिरको चाहिँ कहिले रोइरहेको छ भन्नुहुन्छ, कहिले हाँसिरहेको छ भनेर भिडियोहरू हालिरहेको हुन्छ। मैले धेरै हेरिरहेको हुन्छु कि अनि आज चाहिँ खै अब हाँसेको जस्तो लाग्छ है मलाई चाहिँ। अनि आज चाहिँ मैले भित्र मनदेखिबाट खुसी भएर भगवान्सँग धेरै कुराहरू माग्यो पनि र भगवान्लाई धन्यवाद पनि भन्यो। किनभने जिन्दगीमा हामीले सधैँ चिज भगवान्लाई माग्न मात्रै होइन कि कहिलेकाहीँ भगवान्ले दिनुभएको कुराहरूलाई हामीले जिन्दगीमा धेरै कुराहरू पाउँछौँ, धेरै कुराहरू गुमाउँछौँ नि त। अनि त्यो चिजहरूकोमा पनि धेरै धन्यवाद भन्नलाई कहिलेकाहीँ भगवान्सँग जानु पनि पर्दो रहेछ कि ढोक्नु पनि पर्दो रहेछ जस्तो फिल भयो कि मलाई चाहिँ आज। अनि आज चाहिँ एकदम मजाले दर्शन गऱ्यो। अनि त्यहाँ बसन्तपुरमा भएको धेरै मन्दिरहरूमा सबैमा गएर दर्शन गऱ्यो। अनि बिस्तारै हामी त्यहाँबाट निक्ल्यौँ। अनि बिस्तारै हामी घरतर्फ लाग्यौँ। सो त्यही हो, मेरो भिडियोहरू मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। सो थ्याङ्क यू फर वाचिङ।